नागरिक उड्डयन प्राधिकरण विधेयकमा 72 घण्टे संशोधनको समय खुला। चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न। एमबीबीएस को सीट शुल्क बढाउन सिफारिस। पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा गोकुल बास्कोटाको फरक मत। नेपाल विद्युत प्राधिकरण 5.5 अर्ब सञ्चित घाटामा आज श्वेतपत्र जारी गर्दै हितेन्द्रदेव साक्य। पूर्व प्रधानमन्त्री भट्टराई र भारतीय रक्षा मन्त्री राजनाथ सिंह बीच भेटवार्ता। नेकपा माओवादीका नेता वर्षमान पुन अनन्त भन्छन् शिक्षकमाथि प्रधानमन्त्रीबाटै दमनको भाषा बोलिँदैछ। माइती घरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन। कांग्रेस सह महामन्त्रीको छोरा पक्राउ भने समाचारमा सत्यता नभएको नेपाल प्रहरीको भनाई। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्छन् बिग्रिँदै गएको पार्टीलाई सच्याउन दिनरात खटिरहेको छु। शिक्षकले नारा लगाएर स्वागत गरेको भन्दै नेकपा यसका अध्यक्ष माधव नेपालको स्पष्टीकरण। विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौँ केन्द्रित शिक्षकहरूको प्रदर्शन 27औं दिनमा पनि जारी। प्रहरी हिरासतमा रहेका मिश्रलाई भेट्न पुगे राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन। कांग्रेस नेता कोइराला भन्छन् महाधिवेशन बारे कोही बोल्दैनन्, यसरी पार्टी चल्दैन। लिङदेन र अमरेशलाई कांग्रेस सांसदको चुनौती, कि प्रमाण ल्याऊ नत्र माफी माग। राजावादी सभामा रविन्द्र मिश्रको नाम लिँदै रिहा गर्नुपर्ने माग गरेका नेताले दुर्गा परसाईको नाम भने लिएनन्। शिक्षक आन्दोलन बारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ। कांग्रेस महामन्त्री गगन थापा भन्छन् एमालेसँग सहमति अनुसार नै अगाडि बढ्छौं, अस्थिरतामा लाग्दैनौ, असन्तुष्टिको कारोबार नगरौं। शिक्षकहरूले घर घडेरी नमागेको नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको भनाई। नियमित पठन पाठन सुरु गर्न ललितपुर महानगरका सबै सामुदायिक विद्यालयहरूलाई अनुरोध। माओवादीले शिक्षकसँग सम्झौता एउटा र शिक्षा विधेयक अर्कोतिर ल्याउँदा यो अवस्था भएको एमालेको आरोप। शिक्षकहरूमाथि ओली, देउबा र प्रचण्डले पालै पालो धोका दिए। दिल्लीमा पुगेर बाबुराम भन्छन् नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन। सगरमाथा संवादको तयारी तीव्र। 300 बढी विदेशी पाहुनालाई पठाइयो औपचारिक निमन्त्रणा। केही महिनाभित्रै राज संस्था पुनर्स्थापना हुने कमल थापाको दावी। संघीय व्यवस्था अनुरूपको विकास निर्माण हुन नसकेको कांग्रेस नेत्री सुजता कोइरालाको भनाई। रक्षा मन्त्री भण्डारी भन्छन् ज्याला सम्बन्धी ज्ञानको अभावमा श्रमिकहरू देशभित्रै अनुचित सम्झौता गरेर शोषित भइरहेका छन्। राप्रपाका अध्यक्ष लिङदेन भन्छन् आग्रह पूर्वाग्रहहरू त्यागौं, लोकतन्त्र र निरङ्कुशता विरुद्ध जुटौं। राजावादी संघ संगठनहरू एकजुट भएको संयोजक सुवेदीको भनाई। संसदीय उपसमितिले बुझायो पोखरा क्षेत्रीय विमानस्थलको अध्ययन प्रतिवेदन। आगामी बजेटमा राजस्व परिचालन र सार्वजनिक खर्चको प्रभावकारितामा जोड दिन निजी क्षेत्रको सुझाव। उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषीलाई कारबाही गर्न कुनै कसुर बाँकी नराखेको मन्त्री पाण्डेको दावी। 17 अर्बको अवैध कारोबार, समातिए 21 आरोपित। सत्तामा बस्नेहरू थाकेर भाग्लान् तर शिक्षकहरू आन्दोलनबाट भाग्दैनन् भन्छन् शिक्षक महासंघका अध्यक्ष सुवेदी। सगरमाथा क्षेत्रमा व्यावसायिक रूपमा हेलिकप्टर उडान नगर्न स्थानीय तहको पुनः चेतावनी। पोखरा विमानस्थल निर्माण पक्षबाट 2 अर्ब 22 करोड तत्काल असुल्न सिफारिस। शेयर बजार घट्दा पनि फाइनेन्समा भने आकर्षण। दिल्लीसँगको पहिलो अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली पराजित। त्रिभुवन आर्मी क्लब एमएम कप क्रिकेटको फाइनल प्रवेश। रुसी राष्ट्रपति पुटिनले गरे 3 दिने युद्ध विरामको घोषणा। क्यानाडामा आम निर्वाचनको मतदान सोमबारबाट सुरु। स्पेन र पोर्चुगलका धेरैजसो भागमा विद्युत आपूर्ति बन्द, रेल र हवाई यात्रा अवरुद्ध। इरानको बन्दरगाहमा भएको विस्फोटनमा मृत्यु हुनेको संख्या 46 पुग्यो। सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको भारतलाई चेतावनी। र स्वास्थ्य जानकारीमा मुटुको हेरचाह गर्ने उपाय।